ताने न हो स्टेचर ल 1 2 3 पहिले यहाँ राख्नु म एकजना टोटल छ पहिला रिङ उडा रेकर्ड गर्दै थिएँ क्या त्यस्तो के भयो नि तपाईँको रेली गर्नु पर्यो तल बराबर छ हाम्रो पछाडि एड बान्नलाई छ पट्टी त्यहाँ अरू पनि भागल हाम्रो बराबर छुट्टा हामी एकचोटि काम सुरु गर्छौँ 12 हामी जम्मा 12 जना छौँ र यो खोज उद्धारको साथीहरूले चाहिँ घटनास्थललाई सुरक्षित पार्ने र फर्स्ट एडको साथीहरूले चाहिँ जोन छुट्याउन लागि आदि हामी भएको सुरक्षित ठाउँमा आउन सक्नुहुन्छ यदि सक्नुहुन्न भने हामी तपाईहरुको सहयोगको लागि हामी आइरहेका छौं
मम्मी बच्चा एक्टिङ गर्यो एक्टिङ गर्यो बाबु करा 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 साथीहरु उद्धारको काम सकियो ठिक छ तपाईहरु अलिकति होशियार भएर उद्धार गर्नु होला किनकि फेरि पनि यो भूकम्पको सानो धक्काहरू आइरहेको छ यो बेलामा तपाईहरु आफू सुरक्षित भएर उद्धारको काम गर्नु होला ल फेरि जानु त्यसो आउ गए ल सस्ती जल्दी पुरै आउ जाऊ कपासिता ल्याएको छ ए ठिक भइहाल्छ नानी नआत्तिन अब तिमीले चाहिँ हामी पछि स्वास्थ्य संस्था लिन्छौँ प्लस 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 उता बाध्यो उता उता पल्लो कानमा बाध्यो घुमे 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 फसेर ल साइडमा एकछिन यता आउँछ सोझो सोझो हुने आफूले पहिला 1 2 3 ल बिस्तारै ल तानेन हो स्टेचर ल 1 2 3 पहिला यहाँ राख्नु म एकदम पहिला रिङ हो र ठिक भइहाल्छ नानी एकछिन पछि स्वास्थ्य संस्था लिँदैछौँ चोमिङमा लिएर जान्छौँ यो गडेको गाउँ है त्यो काम्रो परेन काम्रो परेन त्यहाँ प्रकाश देख्दैछु सिरुडो भन्दा रेकर्ड गर्दै थियो क्या त्यस्तो त्यो भयो नि तपाईँको रेली गर्नु पर्यो अगाडि नबस्नु अगाडि 1 2 3 डाउन
यतापट्टि हामी छुट्टै यता लिड गर्ने टाउकोमा बस्नु कसले लिड गर्दैछ टाउकोमा बस्नु लिड गर्दैन उत्रवालाले बिराज 1 2 3 अप हाले भित्र स्टेचर भित्र घुसाउनु 1 2 3 डाउन अलि तल गर्यो टाउको बाहिर गयो बाना त्यो लाग्नु सर भएन 1 2 3 अप तल बराबर छ राम्रो अगाडि एड बान्नलाई छ पट्टि त्यहाँ अरू पनि भाजल राम्रो बराबर छुट्टा रेस्पोन्डर साथीहरू हाम्रो उद्धारको काम सकियो सबैतिर हेर्नुभएको फेरि पनि एकचोटि हेरेर आउनु कहीँ यता च्यापिएर बसेको हुनसक्छ घाइतेहरू फेरि एकचोटि चेक गरेर आउनु हाम्रो यो खोज उद्धार र प्राथमिक उद्धारको काम सक्यो होइन त एकचोटि हामी फेरि काउन्ट गर्छौँ 1 2 3 4 5 12 हामी जम्मा 12 जना थियौँ 12 जना सुरक्षित साथ हामीले काम सम्पन्न गरेर आइसकेका छौँ अब फेरि पनि अर्को ठाउँमा यस्तै यो भूकम्पले गर्दाखेरि मान्छेहरू घाइते भएको भन्ने अर्को विद्यालयबाट खबर आएको छ त्यहाँ जानलाई हामी रेडी छौँ नि ल तपाईँहरूले यो कामहरू कुशलतापूर्वक सम्पन्न गर्नुभयो तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद अब आगामी दिनमा पनि फेरि यस्तो आयो भने त्यसका लागि हामी तयार रहनुपर्छ है त धन्यवाद तपाईँहरू सबैलाई अब सामानहरू